यो फायर फाइटिङ गर्दाखेरि जहिले पनि आगोको डिरेक्सन हेर्नुपर्छ। आगो जता गएको छ आगोको अगाडि होइन, आगोको पछाडि बस्ने। अब अहिले हावा यता छ भने हामी यता बस्ने, चुलो यतापट्टि छ, यो चाहिँ रेगुलेटरपट्टि छ। अब यो छुट्यो भने यो अवस्थामा आगो यसरी बल्छ। अब यो बल्दा तपाईँ हामी आत्तिएर भाग्यौँ भने अब यहाँ यसको आगोको कन्ट्र्याक्टमा जे आउँछ त्यो चिजलाई त आगोले बल्छ। आगो लागिमा चाहिँ सबभन्दा ठुलो कुरो चाहिँ आत्तिनु हुँदैन, प्यानिक हुनु हुँदैन, डराउनु हुँदैन। तपाईँ जे सक्नुहुन्छ नात्तिकन त्यति चाहिँ गऱ्यो भने आगोबाट बच्न सकिन्छ। त्यस्तो अवस्थामा तपाईँ नात्तिकन यसलाई चाहिँ सिलिन्डर यस्तो आफूपट्टि अलिकति ढल्काउनुहोस्, हल्का ढल्काउनुहोस् अनि यसरी ड्र्याग गर्नुहोस्। यो 5-7 फिट मात्रै यता सार्नुभयो भने पनि त्यहाँ बल्ने चिजबाट चाहिँ बच्छ, आग लागि हुँदैन। तान्नलाई चाहिँ कहिलेकाहीँ त्यो किचनको सर्फेस मिल्दैन भने त्यो घिसार्न नमिल्ने अवस्थामा चाहिँ यसलाई यहाँ लएर यसरी जोड्नुहोस्। यसलाई ठ्याक्क सिलिन्डरमा लएर यसरी जोड्नुहोस् अनि यसलाई यसरी तान्नुहोस्। यसरी तानेर यो पिउँडोलामा यो सिलिन्डरले चाहिँ यसरी जोड्नुहोस्। यो जोडेपछि यसरी यसरी लिनु भने हेर्नुहोस् आगो कता लाग्यो, यसो नाच्छ होइन। अब यसलाई तपाईँले यसरी राख्नुभयो भने यो सिलिन्डर आगो यी मात्र छ, नाच्दैन है। तपाईँले त्यति पनि गर्न सक्नु भएन भने यसलाई यो चोरौँला यसरी लिएर जानुहोस् होइन। यसलाई यो एलपिजी चिसो ग्यास हो, मैले अघि भनेको थिएँ होइन। चिसो छ अनि अर्को के छ, यो प्रेसराइज छ। यसमा चाहिँ प्रेसरबाट आउँदाखेरि यो बाहिर निक्लिँदा अलिकति हुत्तिन्छ अगाडि, 1 इन्ची जति पर गएर मात्र बल्छ। त्यो 1 इन्चको ग्याप कहिले पनि तात्दैन। तपाईँ हाम्रो घरमा कहिले हामी घन्टौँसम्म खाना पकाउँछौँ, भोज पकाउनेले कति बेरसम्म पकाइरहन्छ, कहिलेकाहीँ कसैकोमा 24 घन्टा पनि चुलो बल्छ। त्यो 1 इन्चीभन्दा पर लानुभयो भने फेरि तपाईँको हात पोल्छ। त्यो बिचमा गएर तपाईँले इन्टरभेन्ट गरिदिनु भयो, त्यसलाई ब्लक गरिदिनु भयो भने आगो निप्छ, तर त्यसरी निभेको हो। आगोको एकदमै डर लाग्ने मान्छे म हो भनेर ऊ आफैले सो घोषणा गरे हो। अब यस्तो डर लाग्ने मान्छेले गर्न सक्छ कि सक्दैन यहाँ हेर है नानी। ऊ यसको यो टिप छ नि, यो रिम 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 गरेर देख्यो, आँखाले देख्यो नि हो। यो औँलाले यहाँ लिएर गएर यस्तो औँला यसो ननचाइकन त्यहाँ लिएर ठ्याक्क यसरी थिचिदिने, त्यति मात्र है त, नचाइकन लिएर जानु। पोल्यो तातो भएको थियो, त्यो तातो छ, पोल्दा पनि पोलेन होइन। यस्तो बाल्टी जसको घरमा पनि हुन्छ। अब यो औँलाले छोप्नलाई डर लाग्यो, त्यस्तो अवस्थामा यो बाल्टीलाई लिएर गएर यसरी ढ्याप्प छोपिदिनुहोस्, यो आगो आफै निप्छ। तर यो बाल्टी पलपरे हुनु हुँदैन, यसको बिट फुटेको हुनु हुँदैन। भनेको यो छोप्दाखेरि यसले प्रपर अक्सिजन टोटल किल गर्नुपर्छ। यसमा थोरै मात्र लिक भयो भने पनि यसले भ्याकुम यस्तोसँग तान्छ कि यो बाल्टी नै यस्तो तानिदिन्छ। र यसले कसरी निभाउँछ हेर्नुहोस्। यो गुड हो, यो गरेर यसरी है, यस्तो छड्केन, पुरै ठ्याप्पै ढ्याप्पै पार्ने है, ढ्याप्प आवाज आउँछ ढ्याप्पै हो। यो आगो यसरी भयो भने तपाईँको घरमा भएको पर्दा, कार्पेट, ब्ल्याङ्केट, यो डोरम्याट, यस्ता फ्ल्याट भएको जेसुकै सामान त्यसलाई चाहिँ लिएर गएर यो आगोलाई पिट्नुहोस्, आगो निप्छ। पिट्ने कहाँ, यो बेसमा, यो रिङमा। यसलाई यहाँनिर ढ्याप्प पार त। यो चाहिँ अलि ट्रेन नभइकन अलिक गाह्रो छ। यो चाहिँ अरू जस्तो चाहिँ सजिलो छैन। यसरी छोप्ने भनेको तपाईँको दाहिने अथवा देब्रे कुन हात चल्छ, दाहिने चल्नेले यसो गर्नुहोस्, यसो गर्नुहोस्, देब्रे चल्नेले देब्रे लानुहोस्, दाहिने लानुहोस्, यसरी निप्छ। यसमा चाहिँ चिल्लो अरू हुँदैन, यो कटनको हुनुपर्छ। यो चिसो हो भने फेरि जसले पनि गर्न सक्छ, तर चिसो पार्नलाई पनि त टाइम चाहियो।
त्यो बेलासम्म चाहिँ यहाँ आगो भड्किन्छ, आगो अलि ठुलो हुन्छ। त्यो भएको हुनाले यो चाहिँ मैले ड्राई गरिरहेको छु। अब अघि रेगुलेटरतिर छुट्या थियो, अहिले चाहिँ यो चुलोपट्टि ओभनपट्टि छुट्यो होइन। अब यसरी छुट्दाखेरि हामीले चाहिँ यसलाई छोडिदियौँ भने यो जता गयो त्यहीँ त्यसले आगोले चाहिँ हानि गर्छ, आगोले पोल्न सक्छ। त्यस्तो अवस्थामा तपाईँको आफ्नो कुन चाहिँ हात पर्छ, दाहिने अथवा देब्रे, त्यो हातले यसलाई पाइपलाई होल्ड गर्नुहोस्। त्यो 3टा औँलाको सहायताले यसलाई कहीँ यसरी बेन्ड गर्नु। यो आगोको फ्लेम हेर्नुहोस् भर्दै गइरहेछ। यस्तो छ भने यसलाई यसरी औँलाले पनि निभाउन सकिन्छ। रेगुलेटरले काम गरेको अवस्थामा त मेन सोर्सै यो भइहाल्यो नि। योभन्दा बाहेकको असरको बारेमा हामीले कुरा गरिरहेका छौँ। ग्यासको आगो पानीले निप्दैन, अघि हामीले भनिसकेका छौँ होइन। यो पानी हो। अब तपाईँले लाग्यो होला यो पानी कम हालेको छ यत्रो आगोमा भन्ने भयो होला, म पानीमै डुबाइदिन्छु ल। पाइप डुबाइरहेको छ हेर्नुहोस् है, उम्रिरहेको छ उहाँ हेर्नुहोस् है। ग्यासको आगो पानीले निप्दैन। तालिम प्राप्त मान्छेको सुपरभिजनमा वा आफै ट्रेन भइसकेपछि मात्रै यी चिजहरू चाहिँ तपाईँले प्रयोग गर्न सक्नुहुन्छ। घरमा आफै गएर आज यो सिकेको थिएँ यो गर्छु भनेर त्यो खालको चाहिँ प्रयत्न प्रयास ट्राई केही पनि नगर्नु होला, त्यो गर्न पाइँदैन है त।